हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामीले चाहिँ आज क्रिपर फार्म बनाउँछौँ। क्रिपर फार्म बनाउनेलाई चाहिँ किन बनाउने हो भन्दाखेरि चाहिँ इलेक्ट्रा इन्भर्टर ल्याएपछि हामीलाई उड्नलाई चाहिँ फायर रकेट नै चाहिन्छ नि त। फायर रकेटको लागि चाहिँ हामीलाई पेपर र गन पाउडर चाहिन्छ। त्यही भएर क्रिपरले चाहिँ गन पाउडर दिन्छ, सुगर केनले चाहिँ पेपर दिन्छ। त्यही भएर यो सुगर केन फार्मले बनिसक्यो। उता त्यत्रो पनि छ, त्यतिले नि इनफ पुग्छ। अब आज चाहिँ हामी क्रिपर फार्म बनाउँछौँ है त। पहिला म क्यामेरा चेन्ज गर्छु अनि म्याटेरियल चाहिने भनेको चाहिँ त्यहाँ मेरो अगाडि सल्भर बक्समा छ कि म्याटेरियल। आज यो क्रिपर फार्म बनाउनको लागि चाहिने म्याटेरियल चाहिँ यही हो है। यति हो चाहिने क्रिपर फार्म बनाउनको लागि चाहिँ। क्रिपर फार्म चाहिँ यहीँ बनाउँछु म। पहिला यो फुटाल्छु सिलिन्डर चलाले। अब बनाउन सुरु गरिदिएँ पहिला यी ब्लकहरू लिन्छ है पहिला म। ठिकै छ। यो अहिले त माथि फायर रोकेट्सहरू यताबाट सुरु गरौँ है। पहिला सुताउँ होला, पहिला सुताउँ अनि त्यसपछि चाहिँ बल्ल यो फार्म बनाउँछौँ। चाडोट सुतिसकेका छौँ। अब चाहिँ फार्म बनाउन जाऊँ है। यो फर्स्टमा चाहिँ यो कति चाहिन्छ अरे, यो 13 ब्लकको क्या सायद। यति है। यो 13 को यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 है। म गल्छु त्यही 1 2 3 4 5 6 8 9 10 11 12 13। यो 13 ब्लक भयो। अब यस्तो चाहिँ 5 1 2 3 4 5 अनि त्यसपछि चाहिँ यस्तो छड्के आउने। छड्के चाहिँ 1 यो होइन है। छड्के चाहिँ 1 2 अनि त्यसपछि 3 1 2 1 2 1 2 गर्ने। अब यता पनि त्यही गर्ने। यो 5 ताल्ने 1 2 3 4 5 एउटा गल्ती भएछ है। उता पनि 6 गर्दैछु कि 6 गर्दैछु। फुटाल 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 यस्तो 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 यही हेल्दैन कि लाग्यो। 1 2 3 4 अनि यो पछाडिको 5। अब यही अब फेरि हामीले पछाडि गर्नुपर्छ है। अब यो पछाडि पनि गर्छु अनि भेट्छु है त। त्यसरी बनाइसकेपछि अब चाहिँ माथि हामीले फेरि फिल गर्नुपर्ने हुन्छ। ट्र्याप गर्नुपर्ने हुन्छ। ट्र्यापडर 2 स्टाइल ल्याउन अहिले चाहियो भने भन्दाखेरि अब हामीले चाहिँ यहाँ चाहिँ 3 ब्लक यस्तो होल गर्नुपर्छ।
कस्तो ग्लिच भएको के त्यति गर्ने त्यसपछि ट्र्यापडोर लगाउने यहाँ नै ट्र्यापडोर लगाएपछि ट्र्यापडोर लगाउने अब यताको साइडमा लगाउने यस्तो यस्तो गर्ने यसरी खोल्दैन यो ट्र्यापडोर त्यसपछि सर्कल खोलेपछि दुईटै कार्पेट ल्याइदिउँ 2 ब्लक छोडेर यहाँ कार्पेट फेरि 2 ब्लक छोडेर कार्पेट यो साइडमा 2 ब्लक छोडेर कार्पेट यहाँ कार्पेट यहाँ कार्पेट यहाँ कार्पेट यो चाहिँ मैले 2 साइडतिर गरिदिएँ अब यसको हाइट बढाउनु पर्ने हुन्छ फेरि यसलाई चाहिँ अहिले माथि राखौँ यसको 2 हाइट हुनु 2 हुन्छ कि यसको हाइट लिमिट चाहिँ औडी ठाउँ ब्लक लगाइसके यसरी बनाउँछु अनि भेट्छु यतै चार दुवैतिर दुईटैतिर लगाइदिइसकेँ अब ट्र्यापडोरको काम आउँछ ट्र्यापडोरको अब ट्र्यापडोरको काम ट्र्यापडोर यहाँ रहेछ अब चाहिँ यसको रुफमा चाहिँ ट्र्यापडोर लगाउनु पर्छ है यो रुफमा लगाएपछि फेरि भेट्छु यो लगाएर भ्याउनु लागिसकेँ यो लगाउँछु अनि ट्याक्क पुग्यो अब फेरि डाल्नु पर्यो सर्कलमा राख्छु अब चाहिँ माथि स्ल्याबले भर्नुपर्छ स्ल्याब 2 स्टक स्ल्याबले थियो नि त अब पहिला माथि स्ल्याबले भर्छु अब गएर लौ साला कहाँ फसी यस्तो स्ल्याबले भर्छन् भेट्छ है अब यो माथि छोपेर भएपछि चाहिँ दुईटा बिरालले ल्याउनु पर्छ मैले बिरालो पहिल्यै राखेको थिएँ अब फेरि सेटिङ गर्नु पर्छ कि यार टचमा गयो कन्ट्रोल मुडा गएर यस्तै चाहिँ हुन्छ कि यार यसो यिनीहरूलाई टिम हान्नु पर्यो कति भएको
सबै फोडतिर ए पकड में आजा बिल्ली। यो बिरालोलाई चाहिँ अब त्यो भित्र लहर राख्नुपर्ने हुन्छ। यहाँबाट एउटा फेन्स लिन्छु। यो उता लहर राख्नुपर्छ। मैले यसलाई टेम चाहिँ गरेँ होइन क्या। फिस छ तर औडी भएको टेम गर्ने। यस्तो चाहिँ यहाँ ल्याएर फेस ल्याएर बसाउने क्या यसलाई। हाउ टु फिड यति राख्छु अहिले चाहिँ। यो पनि बन्द गरिदिन्छु। अब फेरि अर्को क्याटलाई लिएर आउँछु। कति भाग्नु खोज्छ नि यार। बिरालो बिरालो आइज आइज आइज। पकड। यो फेन्सले फुटालिदिन्छु। अब यता गरेर ओइलो यो बिरालोलाई यहाँ ल्याएर राख्छु अनि भेट्छु। आउँछ 3टा ब्लक तल हुन्छ। यो सिधा 3टा आयो। त्यो सिधा 3टा ब्लक मुनि गएपछि अब त्यसपछि चाहिँ यता अगाडि खन्ने। कता खानुमा यता खान्छ। यता यता ए डट छु यार। डट कता छ। यहाँ पानी छ। म उता गएपछि भेट्छु। यो वाटर यहाँ आउँछ नि। अनि त्यसपछि यसको लास्ट 2 ब्लक यो 2 ब्लकमा चाहिँ के राख्ने भन्दा यो 2 ब्लकमा अब ब्यागमा राख्ने। मलाई फेरि उता जानुपर्ने भयो। अब म माथि जान्छु। त्यहाँ ब्यागमा ल्याएर राख्छु अनि भेट्छु है त। मलाई चाहिँ भित्र भ्यायो। अब चाहिँ के गर्ने रहेछ। के गर्ने भन्दाखेरि चाहिँ यहाँ 4वटा ब्यागमा राखेपछि यो 3टा हप्परलाई चाहिँ यता चेस्टतिर राख्ने। अनि यहाँ चाहिँ ग्लासले छोपिदिने। त्यसपछि भइहाल्यो। अब चाहिँ ए अप्खेरो बनाउनको लागि चाहिँ यहाँबाट 120 ब्लकभन्दा माथि गइहाल्छ। 120 ब्लकभन्दा माथि गइहाल्छ यो। अब गएपछि अनि भेट्छु अनि काम गर्छ कि गर्दैन तपाईँलाई देखाउँछु है त। ए मैले भनेअनुसार ब्लकसम्म आइसकेँ। के बस्दैन नि। अनि त्यसपछि फार्म कम्प्लिट। ल है त गाइस आजको लागि यति नै भयो। अब भोलि अर्को फार्मको सित अर्को बिल्डिङ भिडियोसित भेटौँला है त गाइस।